ल है अब हामी अहिले कहाँ छौँ? भीमढुङ्गा भीमढुङ्गा। के अरे यहाँबाट हामी जाँदैछौँ भीमढुङ्गा चोक। भीमढुङ्गाबाट हामी जान्छौँ। हामी जाने चाहिँ कहाँ? बाह्रसिङ्गेमा गएर हामी 1 नाइट स्टे हुन्छ। नसोड चोकबाट अब हामी अर्जुनले नै गरिरहेछ अर्जुन र यादव गएर किन यस्तो वाट्सएप छ के गरे खस्यानी डिगी खोल्दा अहिले फेरि अनलाइन हुँदैन 1 घन्टा घाम छ घाम ठिकै छ डर छ धार्के पुग्न लाग्यो। अब हामी यहाँ एकछिन रेस्ट गरेर खाजासाजा खान्छौँ। यहाँ लेज बोक्दैछ हाम्रो बच्चा वृद्ध बालक। हामी फ्रेन्ड्स ग्रुपको कति हो बासिन साधन छ यो धुनीबेसी पार्कमा हामी बसेर खाना खाँदैछौँ। धुनीबेसी पार्कमा बसेर हामी के गर्ने? अब खाजा खाने, बिहानको नास्ता। धुनीबेसी पार्क त्यो सोचिँदा खै त्यो मलाई राखेर त्यो पाटा फुटेको हुन्छ त्यहाँ यो त निराउलाइदिएर अगाडि कहाँ हुँदैन के हामी बिहानको नास्ता गर्दैछौँ। हाम्रो भन्दै पनि भ्लग बनाउँदैछ। उडिरहेको छ चुरा धेरै नराख, चुरा धेरै नराख्नु ल त्यो ठुस्छ हुन्छ क्या धेरै खाएर त्यो धेरै बत्ता मेरो खाने के हो? ल ठिक छ। तिमीलाई अहिलेसम्म भनिदिन्छु त्यो बेलाको भगवान कसम मेरो 2 लाख पैसा अहिलेसम्म फसिरहेको छ। बडी बुकिङ गर्नलाई बडी बनाउनु दिएको त्यो मिलन म गएर पनि खोज्नु है त्यसलाई 2 लाख भगवान कसम मेरो कारोबारको कुराहरू म मान्छेलाई पुरा लेखेर साइन गराउन सक्छु। अब त्यो कतिपय कुरा बिर्सिया हुनुहुन्छ अनि त्यो सम्झिरहेको कतिपय सम्झिन्छ नि मान्छे अब हामी यहाँबाट हिँड्यौँ। के हो साथी?
यस्तै हो साथी, यात्रा रमाइलो छ होइन, अलिकति धुवाले बिगारेर मात्र हो साथी। धन्दै मजाले टाउको हल्लाउँदै हात पनि हालिरहेको नम्बर 1 हामी चाहिँ जाँदै गर्छौँ। अब राख्नु पर्ने थियो। त्यसले मलाई 5,000 थियो यार। त्यत्रो साथीहरूलाई साँच्ची राखिदिएको छ 5,000 तँलाई दिनु पाइन्छ। त्यति भन्यो भने फेरि 1 लाख चाहिँ क्यास हुन्छ। राम्चा ओ राम्चा स्लो स्लो मामा न स्लो छमा स्लो मामा त बोल्दै बोलेर आयो त्यहाँ गाडी भरि तँलाई खुवाइदिनु पर्छ अझ यसलाई खुवाइदिनु पर्छ। त्यो त बाइक त आएको म त स्लो छैन। तँलाई पेल्ने हो क्या पेलेरै जाने हो क्या अब पेलेरै जाने हो क्या अब हो ठन्डा के रिसाएर आयो यसले लिला छ मसँग। म लिन्छु उयो मेरो जिर दस्त हो नि त यार। हेलो टाटा भयो है टाटा भयो। भिडियो खिचेर ल एउटा खाने रहेछ तैँले। यहाँसँग फेरि डुब्ने अनि यस्तो निकाल्ने ड्रममा हुन्छ अरे क्या त्यहाँ बारबिसे बारसिङ भन्छ त्यहाँ। सुरुमा 2 लिटरको कि 1 लिटरको लिने 1 लिटरको के अरे तातो हुँदै जान्छ मिठो हुँदैन 1 लिटरको होइन 1 लिटरकै लिनुपर्छ क्या सुरुमा। के 1 लिटर हुने नमामि तव आनघा चतुर्भुज जगन्नाथ कण्ठशोभित कौस्तुभा मदमनामा वेदगर्भ चन्द्रसूर्य विलोचना जगन्नाथ लोकनाथ नीलाद्रिसो अर्हरि दीनबन्धु दया सिन्धु अगाडि के लेख्यो त्यो रक्षका रूपाणि चक्रपाणि पद्मनाभो जगतं पारभुजापि सर्वव्यापी सुरेश्वरा लोकाराजो देवराज चक्रभूपशभूपति नीलाद्रेपतिनाथश्च अनन्ता पुरुषोत्तमा कल्पसाध्य कल्पतारु विमलप्रीति मुनिउला उहाँले के मगाएको त्यो उदै पिरो भइदिएपछि खान्छ त त्यस्ता डाकाहरू उसको गाउँलेहरू कुरा त्यो त सबै कुरा हो। अनि अर्को कुरो के भने पहिला मासुहरू भनेर त अब त्यो
भप खाली हल्ने पो सस्तो थियो मटन त पहिलादेखि महँगो थियो होइन अनि हप्ताको एकचोटि मुस्किलले मासु ल्याउँथ्यो नि अनि बच्चाले मासु अहिले पो नखानिराख्ने भयो पहिला धेरैले भन्छ नि बच्चाले धेरैले भन्छ भन्दै मस्ती गरेर पिरो हालिदिन्छ रियल कुरा यो गरेको मटनमा भने अनि झोल अलिअलि दिँदै मासु खानु नहुने गरेर पहिले त निकै त्यो बच्चाले धेरै खान्छ पिरो पानी यो जम्बो बिस्तार खानु टुङमा खाएको अहिलेको होटलमा बाह्र सिङ्गे आलुभाँडाबाट टक गरिदिएर बिर्सिस् तैँले खसी भए यो लाग्ने बियर होइन चलाउने कुरा के लाग्नुलाई ग्यास गर्नुपर्छ कि ग्यास देखता हूँ कोई लड़की हंसी सोचता हूँ कहीं वो ही तो नहीं देखता हूँ कोई लड़की हंसी सोचता हूँ कहीं वो ही तो नहीं अरे पूछे बिना चली आती है जो नींद खुले तो चली जाती है जो पूछे बिना चली आती है जो नींद खुले तो चली जाती है जो ख्वाबों की रानी जाने जा कब से तेरी तलाश है महकी हवाएं उड़ता चल लट घुंघराले काले बादल महकी हवाएं उड़ता चल लट घुंघराले काले बादल प्रेम सुधा नैनों से बरसे पी लेने को जीवन तरसे बाहों में कस लेने दे प्रीत का चुंबन दे ल आइज आइज कलश होटलमा स्वागत छ सबै हामी साथीभाइलाई ल बुढा रह्यो हाम्रो सब नमस्कार वाह वाह जित्दै गयो मलाई पुग्यो आज भने 17 घुर्नी वे उता जा
चिनी हाल्ला नि ब्ल्याक टी होइन दुधको चिया ब्ल्याक टी खाने ब्ल्याक टी हो होइन दुधको चिया खानेले खायो हुन्छ खानेले खाऊ चिया बनाएको ब्ल्याक टी हो लौ सबै ब्ल्याक टी खानेहरू रहेछ नि अब के गर्नु होइन म नि दुध चिया खाने र तिनवटा चाहिँ ब्ल्याक टी बनाइदिनु अब पातलो दुधको अझै हाम्रो कति छ रुम कहाँ छौँ हामी अहिले होटल कलशमा अब निस्किँदैछौँ हामी गाडी सफा गर्दै। तल हो कि माथि हो हामी आयो माथिबाट साथीभाइ भने यस्तो पो हुनुपर्छ ल तीन राखौँ ल धन्यवाद पुरो त यो त्यहाँ अब माथिसम्म लानुपर्छ सानो ठुलो होइन के यो मोल फिल्टर एउटै लाग्छ कि सानो लाग्छ कि ठुलो लाग्छ के डिजल फिल्टर शुद्ध गरेर 15,800 रुपियाँ ल हाम्रो वृद्ध बालकहरू पिङ खेल्दैछ यहाँ सबभन्दा वृद्ध बालक यो हो त्यसपछि अर्को वृद्ध बालक यो अर्को यो सेकेन्ड जोडी वृद्ध बालकहरू दुईजना एउटा यो गुइठे यो ट्वाकी ल एउटा मेरो भान्जो अर्को उहाँ हुनुहुन्छ हाम्रो चक्लेट हिरो एउटा भान्जो हाम्रो गामिलन चल जा त्यसलाई पनि समा जा गएर बिहान 1 घन्टा हिँड्ने हुने त्यहाँ यहाँ गर्छ ल त बिहान 1 घन्टा रनिङ गर्ने मान्छे होइन त 3 महिना भन्न गरेको ओ राजा
कस्तो यति विश्वास छैन अचार खाइसिस् क्या हो सोचे होला यसले 6 लाख दियो नि त त्यसलाई त्यो करोड यसबाट के किन दम्बल है यसको है साथी ओइ पाडु छोड ए उठाउ 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 खन्न बनाइदिने क्या दुध भनेर त किरो सुवा हुने रहेछ भने दुध त पिरो छ भनिदिने त्यस्ता मान्छे भएको ठाउँ मिलनको होइन मिलनको ठाउँ भने कि कसको ठाउँ भने हो कि ओ समीर अहिले बसेको ठाउँ भने क्या हो धनी एउटाले दिमाग खराब गर्यो नि त ओइ अझै आउँदैन त मुख नछाडा यहाँ भिडियो खिचिरहेको छु मैले म त सब फेरि युट्युबमा डाइरेक्ट हालिदिन्छु नि फेरि एडिट नगरिकन हामीलाई पनि मायाले हेर पार्वती हाम्रो पनि मनै हो नि पार्वती त्यहाँबाट हेरेर मेरो तन्जले मेरो मन्जले कमान कमान लेडी तिनीहरूलाई बोलाउनु पर्यो तिनीहरूसँग पानीमा डुब्ने क्या हो यार यो बहिनी यतै ल्याउनु बहिनी अहिले के तिम्रो बियर खुवाउला हाम्रो सुइङ जाऊ होइन तिमीले मलाई बियर 5 जना भइसक्यो खै भन रामदास ओ पुष्पम दाइ कसको यो ल्याउनु त राम्रो यो उसको ल म उचाल्छु हाम्रो काट्यो यहाँ त्यो त नि हो ल त्यो विदेशतिर होइन टुर गर्दाखेरि पनि यस्तै हो ठ्याक्कै टाइममा एकदम स्ट्यान्ड बाई Get!
यो मन उड्यो तारा छुन तारा टाढो छ आकाशै पाउन सजिलो होला मनमा गाह्रो छ यो मन उड्यो तारा छुन तारा टाढो छ निगाहों में मेरी ये सूरत है तेरी जिंदगी ये मेरी अमानत है तेरी धड़कते सीने में मोहब्बत है तेरी मोहब्बत ये मेरी इबादत है मेरी तेरे सिवा कुछ याद नहीं है तू ही तू दिल में हाँ तू ही तू दिल में दिल ने यार की पूजा की है दिल ने यार की पूजा की है प्यार का नाम खुदा रखा प्यार का नाम खुदा रखा है और इस दिल में क्या रखा है तेरा ही दर्द छुपा रखा Salida.
पहले देखा नहीं कमा ये काली काली आंखें ये गोरे गोरे गाल ये तीखी तीखी नजरें ये हिंदी लड़कियां धन्यवाद थैंक यू हेलो हेलो हाय हेलो हजुरलाई खाना कस्तो लागेको छ एकदम खाना भन्दा बहिनी राम्रो आएको हजुरलाई खाना पनि मिठो बहिनीको मुहार पनि झन् हँसी हजुरलाई कस्तो लागेको छ खाना मलाई चाहिँ सबै मिठो लाग्यो तर पानी चाहिँ अलिक बढी चिसो लाग्यो हजुरलाई मलाई खाना भन्दा तिम्रो हाँसो मिठो लाग्यो हजुरलाई मलाई त चाहिँ खाना पनि एकदम मिठो लाग्यो हजुर त्योभन्दा पनि मिठो चाहिँ अब बहिनीहरूको चाहिँ यो हँसिलो मुहारले गर्दा झन् खाना धेरै खाउँ खाउँ भइरहेछ है ल खामै त त्यो खाना ल धन्यवाद हजुरलाई एकदम सही छ गुड गुड फर एभ्रिवान हजुरलाई रिभर फाउन्ड हो पालो मेरो हो कि क्या हो हजुर हजुरकै पालो हो बयान गरेर साध्य छैन स्विमिङ खेल्ने कि के भन्छ जिपलाइन गर्ने कि बहिनीको मुहार हेऱ्यो म त अरू केही नगर्ने बहिनीको मुहार ल ठिक छ है त ल भ्लग स्टार्ट गरिदिउँ है त हरेक चिज चाहिँ यहाँ एकदम त्यो चियाबाट ल्याउनु तिमीले बस्नु त कसले टाउको दुख्यो भने यहाँ चाहिँ टाउको दुख्यो काचुर के हुन्छ चोट खाएको भिडियो खिचे के कुरा गर्छ यार गोरे भुयो गोरे भगाउनु ऊ गर्नुलाई टोयलेट जाने सबै धरि म सबै लार्दैछु यार यसको अगाडि कति जाँड गर्न यार कति खायो यसले जाँड ओहो यस्तो गनाएको कि कोठाको टावेल पनि सब बोकेर तेरो कोठा को सुत्या त्यसलाई मुसी हाल्नु भन्यो हाल त हाल कोठा लगायो पहिला त सबै खुल्ला जाने बेला चाहिँ राम्रो मैले एउटा एउटा बोकेर आऊ है टावल आउने कोठाको रुमको हेर रक्सी बाख्रा यस्तो फेरि त यो भिडियोहरू यसो हेर्दाखेरि कस्तो राम्रो देखिन्छ है किसको सुनाऊं दिल का हाल हर शख्स अपनी फिक्र में गुम एक बार आओ यतैबाट पठाएको छ क्या यो पनि अन्डरग्राउन्ड हो र होइन तल पोका काठमाडौँबाट आएर यहाँ बसेको होइन इन्टरभ्यू नै ल्याएको नि